तपाईहरुले कमाएको पैसाले चाहिँ प्रभाव पर्यो भने पार्न सक्छु भन्ने उद्देश्य बोकेर तपाईहरुको बीचमा अब आउनु पर्ने कन्डिसन बनिरहेको छ। त्यसकारणले त्यो कुरालाई जोड्ने भनेको कृषि र पशुपालनको सेक्टरबाटै हो। यस्ता परियोजनाहरूलाई हामीले निरन्तरता दिने हैन, यो बाख्रा उपहार आदान प्रदानको कुरा मात्रै होइन, अन्य कुराहरुमा अलि बढी व्यावसायिक बन्न तपाईहरुलाई सिकाउने अब हामी थोरै उत्पादन गरेर हामीले तपाईको चाहिँ घर खर्च मात्रै बनाउने होइन कि त्यसबाट बचाउने गरिकन पनि तपाईहरुलाई चाहिँ उत्पादन गर्न सिकाउने। त्यही एउटै बारी हो, एउटै ठाउँ हो, तर त्यही ठाउँमा प्रविधिलाई प्रयोग गरेर अहिलेको तपाईको चाहिँ प्रविधिहरूलाई प्रयोग गरेर अनि हाम्रा चाहिँ प्राविधिक साथीहरूबाट सहयोग लिएर राम्रोसँग गर्ने भने त्यही थोरै ठाउँमा पनि धेरै उत्पादन गर्न सकिन्छ। त्यही खोरमा पनि राम्रो राम्रो पाठाहरू बनाउन सकिन्छ, राम्रो मासुको लागि निर्यात गर्न सक्ने बाख्राहरू बनाउन सकिन्छ। त्यो लेभलबाट तपाईलाई हामीले प्रशिक्षित गर्नुपर्ने, सो अनुसार हामीले अगाडि बढाउनु पर्ने